हाई एभ्रिवान र फेरि पनि हामीहरू चाहिँ हाम्रो काम गर्ने साइटमा चाहिँ आइसकेको छौँ हो। आफ्टर मेनी डेज हामी यो जग्गामा आइपुग्यौँ होइन। अन्त एकदम खुसी लागिरहेको छ है, धेरै दिनको ग्याप पश्चात आइपुग्दाखेरि। अन्त अलिकति हल्का एक्साइटेड पनि छु म, किन भन्दाखेरि चाहिँ भाइले के गर्यो भन्ने कुरा हेर्नु लागि होइन। अन्त तपाईँहरूले पनि यहाँको भिडियोलाई एकदम मन पराइदिनु भएको छ है। रियाक्सन कम्ती आए तापनि भ्युज चाहिँ अलिक निकै गएको छ है। तपाईँहरूको कमेन्ट रियाक्सन पनि हामीलाई चाहिँ जरुरत छ है, अन्त गर्नु होला। अन्त भाइले चाहिँ यहाँ तल सानो भ्यू पोइन्ट खालको पनि मैले बनाउँदैछु चाहिँ भन्दै थियो हो। अन्त के कस्तो पाराले बनाएछ भन्ने कुरा चाहिँ म तपाईँहरूलाई त्यहीँ लगेर देखाउने छु। नजिक पुग्दाखेरि एकदम खुसी लाग्दो रहेछ है, किन भन्दाखेरि अब फर्स्ट टाइम चाहिँ हामी आफैले यसरी यस्तो खालको कुरा बनायौँ नि त, त्यसले गर्दाखेरि होइन। अन्त अब चाहिँ हामीहरू कन्टिन्युसली यो काम चाहिँ जारी गर्नेछौँ। कस्तो भएछ मोरेस काम त है, डरलाग्दो खालको यहाँनिर हेर्नुहोस् है, काम चाहिँ पुरा निस्केको रहेछ हाम्रो हो। अब यो के भन्छ लिम्साउनु पर्ने काम अझै डल्लै रहेछ हो। अन्त तपाईँहरूलाई म देखाउने छु यता। भाइको काम भनेको चाहिँ यही रहेछ है। यहाँनिर चाहिँ अब के बनाउने भन्दै थियो त्यसले हो। अन्त यस्तो खालको भइसकेको रहेछ। अन्दर चाहिँ यस्तो गर्नुभएको रहेछ। हेलो, आफ्टर मेनी डेज है तपाईँ मेरो भिडियोमा आउनु भइरहेको छ। तपाईँलाई कस्तो लाग्दैछ? एकदम एक्साइटेड फिल गर्नुहुँदैछ? एक्लै काम गर्दा र हामीसँग काम गर्दा कतिको भिन्नता पाउनु भयो त? त्यस्तो भिन्नता त पाइनँ मैले, तर एक्लै आउँदाखेरि मैले कति 2 दिन त गरेँ। 2 दिनमा के बनाएँ, त्यहाँदेखि 1 दिन यो लिपेँ। लिपिस यो पनि यस्तो चाहिँ हेर्नुहोस् काम गर्न थालेको रहेछ हो। यो यस्तो भइसकेको छ हाम्रो। काँटी चाहिँ ल्याइन मैले। र बिस्तारै अब हाम्रो यहाँ बनिन्छ। ए हाम्रो मेहमान ओइ रकी मरेछ र मैले चाहिँ हिजो रकी मरेछ भनेर नि कस्तो लागेको थियो। राति याद आएको नि, सबै सुतिसकेपछि कसलाई सोधौँ भएको थियो। मरेछ छ कहाँ थाहै पाएको थिएन हामीले चाहिँ। मर्स चाहिँ आउनु बित्तिकै कोक खानु थालिसक्यो हो। भ्यू चाहिँ आज चाहिँ यस्तो देख्दै रहेछ हो, घाम लागेर हल्का एकदम पिस छ यहाँ चाहिँ होइन। यस्तो मजा आउँछ काम गर्न। अब चाहिँ हामीहरू कन्टिन्यू काम गर्ने होइन। अन्त तपाईँहरूले मेरो भिडियोलाई कमेन्ट पनि गर्नु होला। मोरेस तिमी के भन्न चाहन्छौ? हेलो मोरेस, के भन्न चाहन्छौ? अब चाहिँ फटाफट काम गर्ने हो यहाँनिर। अनि छिट्टोभन्दा छिट्टो तपाईँहरू पनि आउनुहोस् यहाँनिर घुम्नु हो। अलिक सर सकाउनु हामीलाई पैसा। यहाँहरू चाहिँ आउनु बित्तिकै यहाँनिर कोक खान थालिसक्यो है। ल हाम्रो यस्तो देख्दैछ। अब बिस्तारै बनिन्छ। अब चाहिँ म रेगुलर